चुना बाछा जित्ने मै परे घर आर्मी ब्यारेक शिवपुरी ब्यारेक यो मेरो मन मान्छे लिन आएको गाडी भोट चाहिँ केमा हाल्ने रे मम्मी लिएर आउने त्यत्रो लाग्यो है ढलान घर आइपुग्यो ढलान घर ओ भोटीलाई भोट हाल्नुपर्छ भने है अब चाहिँ आइदियो ल व्यस्त छ या सडकबाट कस्तो व्यस्त क्या उता दुवैतिरबाट उति नै गाडीहरू छोरा बुहारी नै बस्ने हो आयो ढल्काउँदै अझ हाम्रो दाजु उकालोमा खोइ बिस्तारै जनज्ञानी स्कुलहरू यहीं आ रहा था ये फुच्चे भयो इधर
हेरे आमालाई किन हेरे आमाको नेर्सो लगायो तिमीलाई मामाहरू के गरेछ त मुनिनी छ बाख्रा कतिवटा छ अरे भित्र हाल्ने हो यता हेर नि यता अनि दिदी के गरेर लायो त दिदी मामाहरूमै अनि दिदीले भोट किन दिदीले त यता फर्केर भन न कस्तो यता हेर न यता यता हेर न भोट के बारे यस्तो पार्टीवालाहरू कसलाई दिने माइजू भोट मान्छेले आँखा दिनुहुन्न मान्छे भोट मैले भन्दै हाल्नु पर्ने भए आँखा चाहिँ होइन मान्छेले कान चाहिँ अलिक कम सुन्नुहुन्छ अब कान नसुन् आमा बाई मलाई नभन है कसले के भन्छ त रे भन न मेरो पनाती भन्नुहुन्छ अरे भन्देऊ न एकचोटि मेरो पनाती भन्नुहुन्छ अरे भन बुवालाई भेटेर अनि माथि हजुरआमालाई भेटेर जाने है कहाँ जाने त्यस्तो भन्नुहुन्न नि त तिमीलाई हजुरआमाले के भन्छिन्छ अरे माया गर्छिन् न आमाले आमाले के भन्नु बोलाइसिन्छ तिमीलाई सानो लाउरे भन्छिन्छ ठुलो लाउरे भन्छिन्छ हाम्रो घरको सन्तानलाई यहाँ पनि भेट हुँदैछ यी गाई जाने गाउँ गइहाल्नेको बजारबाट यहाँनिरबाट यता लागेपछि चाहिँ हाम्रो घर जाने बाटो तिम्रो नि घर होला नि पापाको मात्र होइन होला नि त कसको घर हाम्रो घर जाने बाटो आयो पापाको घर भन्छ त छोरा आफ्नो आमाको घर त हो कस्तो लागिरहेछ तिमीलाई बुवाको घर आएर हो आइपुगे हो भोलि हामी भोट हाल्न जाने ठाउँ चाहिँ यी हो यहाँ त केमा भोट हाल्यो नि देखिन्छ कि क्या हो छोरी यहाँ डाँडा जस्तो जुम गरेर हेऱ्यो भने त अब भोलिको ऊ हुन्छ हेर्छ न भोलिको लागि पुरै त्यो प्रिपरेसन भइरहेछ नि ल भन त काका सन्तोष पन्त पनि तिमीले चिनेनौ यो हो हाम्रो घरि यतापट्टिको त दुइटा बाख्रा चरिरह ग्रीष्मा मामुको झोला र आफ्नो लुगाको झोला बोकिरहेको छ आफ्नो झोला बोक्नमा भयो त्यो गन्धेको फुल हो क्या त्यो त्यो त बस्तुले पनि खाँदैन त्यो चलाउनुहुन्न चिलाउँछ ए मैले पनि खेल्यो भने चाहिँ चिलाउँछ चप्पल चाहिँ कसको लाने त्यो अब के भन्नु तर बेसमा जे भेट्यो त्यही चप्पल लगाएर जुत्ता खै त जुत्ता तलै छ यो चाहिँ घर हाम्रो माथि गाउँको पुरानो के हो नातिन बुवाले भात टन्नै खान्छ भनेर टन्नै चामल क्या
बाबु जस्तै है कहाँ गइस अच्छा खेल्ने अहिले खेल्ने अहिले यहाँ छ म खेल्छु उदय हेर त त्यहाँ उदय गरेर त काइली सासू काइले ससुर बेलैमा आएर कान्छो ससुर घन्टीलाई चाहिँ भोट हाल्नलाई हेरी होइन यहीँ बुढो ल ससुरा बुहारी कुरा मिले यता हाम्रो चाहिँ तरकारी पाक्दैछ भान्से चाहिँ यता हजुर हेलो हाम्रो चाहिँ खसीको मासु पाक्दैछ है हाम्रो चाहिँ चुनाव लागेको छ कुनै पार्टीको नि होइन यो चाहिँ हाम्रै घरको पार्टी हो फेरि कलरै आएन अङ्कल कुन पार्टीको भोज हो रे यो यो हाम्रो घरकै पार्टी है कुनै पार्टीको नि होइन आफ्नै हल्दीको पार्टीको